घुम्न डुल्न त यति मजा आउँछ साथीहरू, तर लुगा धुने बेलामा बाउको बिहे देख्नुपर्छ कि किन चाहिँ गइछु नि जस्तै हुन्छ कि। अस्ति 2 दिन बाहिर गएको लुगा यत्रो छ, अब यो कहाँबाट सुरु गर्नु कहिले धुइसक्नु भनेर मलाई पर्लै नै आयो कि। घुम्न डुल्न भनेपछि चाहिँ कसैले यता जाऊँ भन्ने बित्तिकै बुलुक्क बुल्केर गयो होइन। अनि लास्टमा घर आइसकेपछि चाहिँ लुगा धुनु भनेपछि चाहिँ मरेको जुनी हुन्छ कि। छ्या कति चाहिँ अल्छी लाग्छ कि मलाई यो लुगा धुनु भनेपछि। यो लुगा अस्ति 2 दिन भइसक्यो थुपारेको होइन, आज चाहिँ होइन धुइदिनु नै पर्यो भन्दै आँसु खसाउँदै जागर चलाएको। त्यही पनि के को लुगा थोरै भएको बाबु। हिँड्ने बेलामा चाहिँ बुलुक्क गरेर उफ्री उफ्री गयो होइन। अनि लुगा पनि फेसन गरी गरी स्टाइल मारी मारी लाउनु पर्छ फेरि फेरि। अनि यो लुगा धुने बेलामा चाहिँ के भएको यस्तो जागर। छ्या जहाँ अब 2 दिन घुम्न गएको लुगा यत्रो छ हेर्नु न। 2 दिन पनि होइन हौ, 1.5 दिन कि 1 दिन आधी कि। अनि यत्रो फेसन गर्ने स्टाइल मार्ने मान्छेको लुगा धुने जागर पनि त्यति नै हुनुपर्ने नि त होइन। छैन कि लुगा धुनु भनेपछि चाहिँ मरेकै जुनी हुन्छ कि। म त पछि बिहे गर्नुभन्दा अगाडि एउटा सम्झौता पत्र बनाउनु पर्ने छ कि। हेर केटो, म पछि तिम्रो फ्यामिलीको लुगा धुन चाहिँ सक्दिनँ, मलाई आफ्नै धुन त पर्लै आउँछ। यदि तिमी सहमत छौ भने मात्रै मसँग बिहे गर भनेर दुवैजनाले हस्ताक्षर गरिवरी मात्रै बिहे गर्नुपर्ने छ। यहाँ आफ्नो मात्रै लुगा धुन त यस्तो पर्लै आएको छ, ती सबै सैयाहरूको लुगा धुनु पर्यो भने त म त भुतुक्कै भइहाल्छु नि त। फेरि भिडियो बनाएर पैसा कमाम्ला अनि पैसा कमाएर वासिङ मेसिन किनाम्ला भनेर सपना देख्दै गरेको भ्यू झन् घटेको गर्छ। अनि यस्तो पाराले त मेरो वासिङ मेसिन किन्ने सपना त सपनामै सीमित होला जस्तो छ साथीहरू। लुगा धुन गाह्रो भएको बेलामा त यस्तो सोच्छु होइन, अबदेखि त कतै डुल्न घुम्न पनि जाँदिनँ। अनि डुल्न घुम्न नगएपछि त लुगा पनि फोहोर हुँदैन अनि त धुन पनि पर्दैन भनेर सोच्छु होइन। फेरि कुन चाहिँले यता जाउँ भन्छ होइन, ए ल ल ल भन्दै बुरुक्क उफ्रेर फेरि कुदिहाल्छु कि। अनि कसरी हुन्छ कि साथीहरू, यो मनलाई सम्हाल्नै गाह्रो भयो कि साथीहरू। कसैले जाउँ भन्ने बित्तिकै कुदिहाल्नु मन लाग्छ। अनि हिँडेपछि फेसन त्यही हो, त्यसपछि लुगा धुने बेलामा यस्तो हुन्छ। त्यही भएर साथीहरू अबदेखि चाहिँ मलाई कसैले कतै जाउँ भनेर नभन्नु है।